त्यो अस्ति मेरो मोबाइल हराउँदाखेरि फोन गऱ्यो अनि मेरो फोन चाहिँ मैले साइलेन्टमा राख्दैन कि अनि त्यो हरायो कसले लास्टमा त्यो मोबाइलको रिङटोन सुनेर नि लगिहाल्यो त्यसै स्विच अफ गरेँ भाडा बन्द भयो मोबाइललाई पनि भाडा किन बन्द भयो राख्नु बन्द जान्छ रे सानो मोबाइल साथी हेलो मायालुज म होइन भर्खरै बाथरुम गएको थिएँ यो चस्मा कोरेर चाहिँ म हात मुख धुन गएको थिएँ होइन अनि त्यहाँ चाहिँ पानी खुल्ला दिदीले चाहिँ हामीहरूको यहाँ क्वार्टरमा चाहिँ सुशीला दिदी पनि बस्नुहुन्छ क्या सुशीला दिदी पनि बस्नुहुन्छ अनि उहाँले चाहिँ के अरे त्यो आफ्नो मोबाइल चाहिँ त्यही राख्नु भयो रहेछ क्या त्यो डस्टबिनको साइडमा राख्नु भयो रहेछ मैले चाबी पनि आफ्नो त्यहीँ राखेको कि मतलब कि तालचा लगाएको बेलामा चाबी त्यहीँ राखिदिएको हुन्छु क्या बाथरुम जाँदाखेरि बाहिर त्यो राख्ने ठाउँ छ कि अनि त्यही माथि डस्टबिन छ त्यो तलतिर राखेको हुन्छु उहाँले चाहिँ कुनामा त्यो ठ्याक्कै त्यही साइडमा चाहिँ ऊ राख्नु भएछ आफ्नो मोबाइल राख्नु भयो रहेछ अनि उहाँ चाहिँ कता जानुभएछ कपडा धुँदै पानी त्यहाँ उ गरेर कता जानुभएछ अनि मैले त्यो चाबी राख्दाखेरि उहाँको मोबाइल देखेँ अनि आज चाहिँ मैले भिडियो बनाउँदैन भन्ने सोचमा थिएँ नि अनि पछि केही गर्दैन आज चाहिँ रेस्ट गर्छु भन्ने सोचेको थिएँ अनि अब म भिडियो बनाउने भनेको पनि ड्युटीकै बेलामा हो नत्र त केही कन्टेन्ट मसँग हुँदैन अनि केही गर्दैन सोचेको थिएँ नि अनि मैले मोबाइल देखेँ अनि मैले के सोचेँ भनेपछि सुशीला दिदीलाई प्र्याङ्क गर्छु यी मोबाइल कति धेरैको फोन पनि आएर रहेछ दिदीलाई कहाँ पो जानुभएको छ खै तल आइपिडीमा कतै जानुभयो कि अहिले चाहिँ कति बजेछ 12 बजेर 11 मिनट गएको छ क्या दिदीको कस्तो रियाक्सन हुन्छ है अस्ति न त मैले रिता दिदीलाई प्र्याङ्क गरेको थिएँ उहाँ रिसाएर भाइहरू दिदीको कस्तो अझ झन् मोबाइल भनेको आफ्नो प्राण हो प्राण कस्तो आउँछ म हजुरलाई देखाउँछ म कपडा उठाएर जान्छु म यत्तिकै भिडियो बनाएर जान्छु उहाँ माथि हुनुहुन्छ भने हुनुहुन्छ मोबाइल चाहिँ यहीँ हुन्छ म चाहिँ भिडियो जस्तै मतलब कि भ्लग बनाइरहेको छु जस्तै सुट गर्दै जान्छु यदि माथि हुनुहुन्छ भने पनि देखाउँछु म हजुरलाई गाइज दिदी आउनुभएको छ मलाई बोलाइराख्नु भएको छ हजुर के भन्नुभयो भिडियो बनाएर छु मोबाइलमा खै तिमी मम्मी खै जा म माथि जान्छु अनि फोन हानिदिन्छु है यहाँ आउँदा बोक तल जानुभएको छ मलाई हानिदिनु हुन राखेको थिएँ मलाई हानिराख्नु भन्नुभएको थियो मैले रोकिदिएँ कसले पानी बन्द पनि गर्दैछ भनेर भन्नुहुन्छ आज मलाई अलिअलि शङ्का लाग्यो जस्तो छ किनभने मेरो मुख धोएको जस्तै देख्नु भएको थियो एकछिन हेरिराख्नु भएको थियो म चाहिँ चालाकी नै मैले क्यामेरा यस्तो गरिराखेँ पछि हिँड्यो भने त दिदीलाई शङ्का हुन्छ कि किनभने मैले अस्ति नै पनि प्र्याङ्क भिडियो बनाएको थिएँ म धेरै गर्दैन म 5 मिनट जति यस्तो एक्टिङ गर्छु अनि दिइहाल्छु मलाई नि म यहाँ बसिराखेँ भने मलाई शङ्का हुन्छ म माथि गएर कुखुरा उठाउँछु कुखुरा छाम्छु दिदीले छाम्दिसक्नु भएको छ अरे सुके छैन चाहिँ भन्नुहुन्थ्यो त्यही पनि म माथि नै जान्छु मलाई कति म डराउनु दिन्छु यसरी लापरवाही थोरै न गर्छ मोबाइलको हो कि होइन यसरी गर्छ नि यसरी म पो गएर बाथरुममा गएँ मैले चाहिँ त्यस्तो राखिदिएँ भनौँ है राखिदिएँ मतलब कि मैले मजाक गरेँ प्र्याङ्क गरिदिएँ तर अरू कोही भइदिएर लगिदिएर के हुन्थ्यो हो कि होइन आज भिडियो गर्दैन भन्ने सोच्थ्यो गर्नै पर्यो गाइस दिदीले गर्दा है दिदी हजुरले गर्दा हो भिडियो बनाएको न त मेरो केही सोच्थेन मैले भिडियो बनाउँछु भन्ने यो कपडा त सुकिसकेको छ यो लैजान्छु
सन्ना नि सुकिसक्यो क्या हो गाई सन्ना नि सुक्यो म कसरी उठाउँ दिदीमा फायर हुनुभएको छ होला फायर त के हुनु आत्ती राख्नु भयो होला बिचरा दिदी आज मैले हजुरको कपडा छामिदिएको भन्नुहुन्छ कपडा छामिदिइसकेँ भएको छैन के अरे सुकेको छैन भन्नुहुन्छ मलाई कपडा लिएर जान्छु दिदीको रियाक्सन लिन्छु हुँदैन गाडी दिनु पऱ्यो नि त अब धेरै गर्दैन बिचारो कपडा पनि धोइराख्नु भएको छ उहाँ त दिदी चाहिँ त्यहाँ माथि हुनुहुन्छ भने त्यो तल हुनुहुन्छ भने चाहिँ म आउँछु मैले साइलेन्टमा राख्दैन दिदी मेरो मुहा फेरि त्यहाँ दोकानतिर गएर सुन्नु होला अनि सिधै तल जान्छु अनि आएर चुप्लाएर बोलिदिन्छु भेटाउनु भयो दिदी भेटाउनु भयो भेटाउनु भएन यहीँ राख्नु भएको थियो लापरवाही गर्ने हो त गर्ने होइन नि गाइस तेरे उज्यालो बिचारा दिदी कपडा धोइराख्नु भएको छ तल माथि गरेर राख्नु भएको छ आँसु लगाइरहेको छ गाइस मलाई चाहिँ यो लाइन कति जान्छ कि अब दिदीलाई अलिअलि शङ्का पर्छ जस्तो लाग्छ कि मलाई चाहिँ मतिर ठिकै छ शङ्का गर्ने शङ्का त गर्न पाइयो तर मैले लगेको छैन अहिलेको लागि माथि जानुमा चाहिँ बिचार दिदी चेक गर्न फेरि रोक्नु है म मोबाइल साइलेन्टमा राखिदिन्छु अहिले हिँडेबाट सुन्न बिर्दैन दिदीले अनि साइलेन्टमा कसरी हुन्छ त्यो अस्ति मेरो मोबाइल हराउँदाखेरि पनि फोन गऱ्यो अनि मेरो फोन चाहिँ मैले साइलेन्टमा राख्दैन कि अनि त्यो हरायो कसले लास्टमा त्यो मोबाइलको रिङटोन सुनेर नै लगिहाल्यो पछि स्विच अफ गरिदियो माथि त हेर्नुभयो नि सबैले चाहिँ उसले त फेरि छोएकै छैन भर्खर गयो हो भन्ने हो धारा बन्द भयो भने त्यो मोबाइल लाग्ने धारा किन बन्द गर्यो भन्ने हो के भन्छ फेरि हामी त फङ्सन स्विच अफ लगाउँदै म त पाइजामा मैले लुगाइजानु बाथरुममा को जान्छ अरे क्या साथीपट्टि लुगाउने कि ड्युटीमा साथीहरूले लुगायो भन्ने हुन्छ
झाडो बन्द गरेको छ त्यसैले झाडो पनि बन्द गरौँ भन्ने हो कि बाथरुमको पाँच मिनट पनि भएको छैन 5 बढीमा 10 भएको माथि गाछ छैन नि बाथरुममा तिम्रो कोही साथी गाछ थियो दिदी भेट्यो नै जो नि भित्रैले गरे नि तर माथि कोही गाखेन कि बाहिर पनि कोही गाखेन मोबाइलमा को छिड्दो भित्र बस्को पऱ्यो कि त्यसलाई Wait a minute. मजा आयो दिदी के भयो भने चाहिँ म चस्मा यहाँ थियो यहाँ कुनामा के भयो भने चाहिँ म चस्मा बनाएँ होइन चस्मा बनाएर हात धुन आएको थिएँ कि पानी एकदमै खुल्लै भइरहेको थियो मेरो यहाँ ध्यानै गएन टोइलेट पनि पसेमा पानी एकदम गइरहेको थियो अनि सुन्नु पानी बन्द गरिदिएँ अनि चाबी म जहिले पनि बन्द के अरे यतातिर डस्टबिन पछाडि राख्छु नि त अनि चाहिँ हेर्छु त मोबाइल छ दिदी हुनुहुन्न मोबाइल हरे भाइ के हुन्थ्यो अनि आज त म भिडियो खै त नि मलाई थाहा होइन खै त नि थाहा भएन मलाई त्यो चाहिँ अनि अनि मैले आज केही भिडियो बनाउनु भने चाहिँ हजुरले नै मलाई भिडियो बनाउनु मनिषा भने जस्तो लाग्यो मलाई त अझ शङ्का लागिरहेको थियो हजुरले मलाई मानिराख्नु आज भनेर किनभने अस्ति नै मैले प्र्याङ्क गरेको थिएँ नि दिजुलाई अनि पछि ए हजुरले अझै दिदीले उहाँले यस्तो गरेर राख्नु भएको थियो हजुरले एक नजर त्यहाँ पनि लगाउनु भएको थियो कि मजा आयो मसँग त मोबाइलै थिएन मैले के भिडियो बनाउने अनि उहाँ आउनु उहाँलाई हजुरले भिडियो बनाउने मजा आ गई गाइस प्रैंक कस्तो फिल भयो भन्नु न अब फिल त कस्तो भयो मेरो मोबाइल भेटिँदैन भन्ने माथि म पुरै अझ मैले मोबाइल साइलेन्ट गरेर पनि भुलेको कि यत्रो वार्डमा पनि हल्ली किन गरेँ मैले बद्दी त भइजानु मजा आयो प्रैंक सक्सेसफुल गाइस प्रैंक सक्सेसफुल अरे कहना क्या चाहते हो सक्सेसफुल गाइस प्रैंक सक्सेसफुल के सक्सेसफुल छैन म दुखी छु सक्सेसफुल त होइन दुखी होइन त सक्सेस भयो त मजा आ गयो